यार आज आयो भने मलाई सिका है मुजी केही आउँदैन यार यार आज तै हो कि मेरो लागि लास्ट होप यार सिका है मुजी तँलाई जे आउँछ सिका है त सधैँ पढेर आउँछस् होइन तैँले सधैँ म पढ्दिनँ भन्छस् अन्तिममा त पास हुन्छस् होइन सिका है आज मलाई भनिरहेको छु तँलाई आज सिकाएन छैन तँलाई कुटेर घर पठाइदिन्छु फेरि लङ्गडा बनाएर पठाइदिन्छु तँलाई म यार आजको एक्जाममा मलाई केही आउँदैन यार आज मलाई नसोध यार त मेरो साइडमा बसेँ नि मैले तँलाई केही पनि सिकाउन सक्दैन यार आज उल्टा त मलाई सिका कि मलाई केही पनि आउँदैन कि आज त मलाई सिका यार मैले त आज केही पनि पढेको छैन यार हिजो दिनभरि गेम खेलेर बसेको कि म यार रातभरि गेम खेलेर बसेको यार बिहान भर्खर उठेर एकछिन किताब हेरेर जस्तो गरे हो केही हेरेको छैन अरू मैले यार तेरो अगाडि अहिले भर्खर हेरिरहेको छु यार किताब मैले साँच्ची भने म त आज फेलै हो यार ढुक्कै फेल हो यार ए यार त्यसो हामी दुइटै फेल हुन्छ यार अब के गर्ने यार ए त्यो प्रतीक्षा अगाडि पर्छ त यार त्यो प्रतीक्षा अगाडि पऱ्यो भने यार सब सार्ने हो यार त्यसको यार अरू त साह्रै छैन यार फेरि फेल हो यार तर यार मसँग आश नराख यार मलाई केही आउँदैन यार आज साँच्ची हो ल तेरो कसम खान्छु यार ठिक छ यार जसरी पनि पास गर्नु पऱ्यो यार त अनि फेल म अनि फेल ल केही छैन यार दाजुभाइ फेरि एक्जाम दिन आउँला नि के छ र ठिक छ यार ठिक छ अब यार त्यसै फेल यसै फेल ल यार अब एक्जाम दिन जाऊँ यार के टेन्सन लिनु यार किताब फाल्दै हेर म त पनि के पढिरहेको 5 मिनटमा आउने हेर किताब फाल्यो यार मुझी अब छोडिदिएँ के पढे लेखेर हामीले के गर्ने होइन पढेर लेखेर ठुलो हुन्छ र मान्छेको दिमागबाट ठुलो हुन्छ क्या मान्छे बुझ्छ यार छोडिदे यार किताब छोडिदे के पढे लेखेर केही हुनेवाला छैन यार यो देशमा छोडिदे यार छोडिदे हुन त सन्देशलाई लागिरहेको थियो सन्दीप र ऊ दुइटै फेल हुन्छ तर त्यो सन्दीप बेनको लोडा निस्कियो यार यो के क्वेसन दिएको यार म्याथ सिक्ने यार के क्वेसन दिएको यो 1 नि आउँदैन मुझी 2 नि आउँदैन मुझी 3 नि आउँदैन मुझी 4 नि आउँदैन मुझी 5 नि आउँदैन मुझी 6 नि आउँदैन मुझी केही आउँदैन यार ओए सन्दीप सिकान यार केही आउँदैन यार साँच्ची फेल हुन्छ भने एटलिस्ट 10-15 मार्कको चाहिँ सिकाइदे केही आउँदैन भने यार आज ढुक्क फेल हो के हो यार यो पेपर पनि यार यस्तो यार रिस उठेर आउँछ नि यो ट्यु देखेर यार रुनै मन लाग्छ यार सन्देश त्यसरी नहेर्न भने सन्देश सुनिहाल्छस् अनि त्यसो ठुल्ठुलो चाहिँ नबोल्न यार त्यो म्यामले यहीँ हेरिरहेको छ भने मलाई के पनि लेखेको छैन मलाई के पनि आउँदैन हावा कफ लेखिरहेको छु क्या म्याम एन्सर सिट यतिकै एन्सर सिट माग्यो भने केही लेखेको छैन हेरिस् केही लेखेको छैन भने यार यत्तिकैमा पेज भरेर हो कि त पनि यत्तिकै पेज भर्दै कि पेज भरमै पास गरिदिन्छ भनेर सुनेको हो कि मैले यार गर्दै केही छैन कि सन्देश यार मलाई डिस्टर्ब नगर्ने यार त्यो म्यामले यहीँ हेरेर चाहिँ यार फर्स्ट छ भने बेकारको यार सन्दीप देखाइदिएन यार केही आउँदैन भने मलाई त गफ पनि लेख्न आउँदैन भने ढुक्क फेल हो भने अलि भए पनि देखाइदिएन भने प्लिज यार अलि देखाइदिएन त्यसरी राख त देखाउन भने यार अरू दिन भएको भए साँच्ची भने त्यसो सिकाइदिन्थ्यो कि त्यो म्यामले यहीँ हेरिरहेको छ कि कुन बेला त्यो बुढीले कराउँछ भन्ने थाहा छैन कि आफै गर्ने यार प्लिज यार मेरो नसार्नु त्यसरी नसार्नु भने यार साइडको सार मेरो नसारेर आज म फस्छु बेकारको म्याम लिनु क्या कपी लिनु म्याम लिनु त बाहिर त भेट्नु कि तँलाई मारेर काटेर खाल्छु आज मैले तँलाई थ्याङ्क यू गाइज फर बिङ टिल द एन्ड होइन एन्ड इफ यु लाइक द भिडियो प्लिज लाइक सेयर एन्ड सब्सक्राइब त्यो रातो बटनलाई त ड्याङ्गे दबाइदिनु है गाइज